सर्प समात्ने, सर्प नचाउने, मह काडेर बेच्ने र भिक्षा मागेर परिवार चलाउने कपिलवस्तुका नटुवा समुदायको पुर्ख्यौली पेशा रूपान्तरण हुन थालेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर 2 का नटुवा जातिको उत्थानकै लागि नटुवा युवालाई अन्य पेशामा संलग्न गराउन थालिएको छ। नटुवा विकास केन्द्रको अगुवाईमा अहिले मायादेवी गाउँपालिका 1 पकडीमा न्यू रवि बेन्ड बाजा साउन्ड सर्भिस सञ्चालनमा ल्याइएको छ, जसमा सबैजसो नटुवा जातिकै युवाहरूले बाजा बजाउँछन्। पछिल्लो समय नेटुवाको पेशा रूपान्तरणका लागि विभिन्न संघ संस्थाहरूले पनि सहयोग गर्दै आएका छन्। BMZ र WHS को सहयोगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालले सञ्चालन गरेको सुधारिएको खाद्य प्रणाली परियोजनाको आयोजनामा मागमा आधारित भई नटुवा जातिलाई विभिन्न सहयोग गरिएको छ। सिप सिकेर बेन्ड बाजा बजाउन थालेसँगै आफूहरूले आय आर्जनको नयाँ स्रोत फेला पारेको मायादेवी गाउँपालिका 2 अभिरावका पण्डित नेटुवाको भनाइ छ। परम्परै नै देखि हामीहरू बाजा बजाउँछौँ। बाजा बजाएर हामीहरू यो सिकेर हामीहरू जस्तै बिहेमा जन्तीमा जाँदाखेरि बजाएर पैसा लाएर घर परिवार आफ्नो चलाउँछ। त्यहीबाट हामीहरूको के अरे छोराछोरीहरू घर परिवारको जुन सङ्ख्या छन् भने स्कुल गइरहेछन्, त्यही बाजा बजाएर हामीहरू कमाएर आफ्नो जीवन चलाइरहेछौँ। हामीहरू यो तालिम 30 दिन गरेको थियो। बाजा हामी पायो, तालिम पायो। सुधारिएको खाद्य प्रणाली परियोजनाले 30 जना नटुवा युवालाई 5 दिने सर्प समात्ने तालिम दिई उपकरण समेत दिएको छ। त्यस्तै 14 जना नटुवा युवालाई बेन्ड बाजा बजाउन 1 महिने तालिम दिई 3,97,000 मूल्यको बेन्ड बाजा उपलब्ध गराइएको छ। परियोजनाले गरेको सहयोगबाट नटुवाहरूको आय आर्जनको बाटो खुलेको नटुवा विकास केन्द्रका अध्यक्ष नियतराम नटुवा बताउनुहुन्छ। हमें बहुत खुशी लगा। अमृत के कार्यक्रम के बारे में हर चीज के कार्यक्रम करा जाता है। अपन उसे 4 पैसा रोजी के अपन परिवार बच्चन के जीवन के बारे में सुविधा रखा जाता है। आज जो हमारे अपना ग्रुप के जो सिस्टम है बहुत बढ़िया से खुश है। हामीहरू यो तालिम 30 दिन गरेको थियो। बाजा हामी पायो, तालिम पायो। नटुवा जातिको आर्थिक रूपान्तरणका लागि बेन्ड बाजा बजाउने तालिम, बेन्ड बाजा सहयोग र सर्प समात्ने सिप तथा सामग्री उपलब्ध गराइएको परियोजनाका नागरिक समाज परिचालन तथा वकालत अधिकृत अशोक चन्द्र लम्सालले जानकारी दिनुभयो। यस परियोजनाद्वारा उहाँहरूलाई लोकल ब्यान्ड बाजा बजाउने तालिमसँगै सर्प समात्ने तालिम दिएर उहाँहरूको पेसालाई रूपान्तरण गर्नका लागि उहाँहरूले तालिम पाइसके पश्चात उहाँहरूको एउटा पेसा चाहिँ अब पेसा व्यवसायमा वृद्धि हुनुका साथै उहाँहरूको आर्थिक समुन्नतितर्फ उहाँहरू अग्रसर भएको देखिन्छ। राष्ट्रिय जनगणना 2078 को तथ्याङ्कमा नटुवा जातिको कुल जनसङ्ख्या 2896 रहेको छ। 2068 को जनगणनामा यिनीहरूको संख्या 3182 थियो। आर्थिक रूपमा अति विपन्न नटुवाहरूको विगतदेखिकै सर्प नचाउने, नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, शिकार गर्ने, मह काट्ने काम पुर्ख्यौली पेशा हो। तर पछिल्लो समय विभिन्न निकायको सहयोग पाउन थालेपछि नटुवा जातिले आफ्नो पेशा परिवर्तन गर्न थालेका छन्। बुटवल टुडे टिभीका लागि कपिलवस्तुबाट खग प्रसाद चापागाईको रिपोर्ट। बुटवल टुडे अनलाइन टिभी, साझा विचार, ताजा समाचार।